हेलो गाइस हाम्रो राइडर हुनुहुन्छ हाम्रो उहाँले चाहिँ हामीलाई आज घुमाउन लिँदै हुनुहुन्छ एकदम लङ टुरमा लङ टुर भन्दा चाहिँ हाम्रो कहाँदेखि कहाँ छ थाहा छैन झन्डै आधा पानी चाहिँ अब हाम्रो गाउँ चाहिँ हेरेर हेर्नु जान्छ हाम्रो गाउँ चाहिँ यस्तो छ है भनेर नि मामाले चलाउनु भन्दा एकदम राम्रो पनि एकदम राम्ररी चलाइराख्नु भएको छ हजुरहरूलाई नि कहीँ कतै जानु पर्यो भने सम्पर्क गर्नु विशेष गरी चाहिँ हाम्रो महिला दिदीबहिनीको लागि एकदमै सहयोगी भावना सहयोगी भावना मलाई चाहिँ थाहा छैन हाम्रो खोला आउँदैछ त्यो खोलामा चाहिँ पौडी खेल्ने खोला अहिले त मान्छे त्यो पानी दिएको चाहिँ जामुनी फुल हाम्रो खोलामा माछा मार्ने मेन राजा नै के भन्नुहुन्छ भने हाम्रो दाइ हुनुहुन्छ अझै माछा गर्नु काट्नु सिकिरहनु भएको छ माछाहरू हाम्रो दाइले देख्ने बित्तिकै सररमा उँभो आउन लाग्दैछ कस्तो राम्रो भयो नि आएर चाहिँ गाउँ पर्ने त्यो देखेको चाहिँ चुके खोला ल चुके खोला पानी कतिको छ हजुरहरूलाई हामी एकैछिनमा देखाइहाल्छौँ देखाइहाल्छ हाम्रो गाउँमा चाहिँ बाँस पनि पाइन्छ कि तपाईँहरूको गाउँतिर पाइन्छ पाइँदैन यस्तो भन्नु होला ए खोलामा चाहिँ पानी रहन्छ है गाई डिसी माले इला डिसी माले पनि माले हजुर ए दाइ अनेक थरी खोला खोलामा के मान्छे हाम्रो दाइ फेरि यस्तो फर्किएको छुट्टी पहिले यसरी हिँडेर भ्लग बनाउनु त राम्रो हुन्छ त कति धेरै सब्सक्राइबर हुन्छ होला है सब्सक्राइबर हाम्रो फाउन्डेसन चेक छैन है अब यो फाउन्डेसन गाउँ हो दिखुतार हो चलाउने चाहिँ हाम्रो गुरुजी उहाँ हुनुहुन्छ हेलो हेलो भनिदिनु होला नमस्कार यहाँहरूमा हाम्रो दुर्गे भिनाजुमा हुनुहुन्छ हाम्रो शिवमा हुनुहुन्छ गाउँले भ्लग त्यस्तै त होइन हो सही गाउँ भन्ने देख्छ नि भाइ अझै मलाई चाहिँ हात गाइजहरू बाटो त यस्तो छ ऐसिलो देखाइदिनु पर्छ
बिहानमा थियो क्या दिउँसो हेर्नु गोरु भयो होइन नि हामीतिर अर्को गन्तव्यमा हिँड्छ गाइजहरू बसी पनि गाइजहरू म जान्छु भनेको उहाँहरूले मान्दै हुनु मलाई पनि घुमाउनु लिएर हिँड्दै हुनुहुन्छ हाँस्नु गाइजहरू हाम्रो घर चाहिँ अझै आउनु लाग्यो एकदम रमाइलो ठाउँ छ लिएर आउनुपर्ने त नि एउटा चिसो र चाउचाउ ल्याउनु पर्छ त चाहियो भनेको लिएर आएको